1831 बाट सुरु गरेर अन्तिम लालमोहर चाहिँ 2017 साल चैत्र 27 गते मुन्दुममा आउने चाहिँ हाम्रो जस्तो यो दुईटा शब्दहरू आउँछ, साया र मुदेन। साया भन्ने बित्तिकै यसले चाहिँ चाइना जनाउँछ र मुदेन भनेपछि टिबेट जनाउँछ। यो चाहिँ हाम्रो उत्तरतिरको भूगोल चाहिँ त्यता त्यो हो भन्ने छ। अनि त्यस्तै गरेर अर्को चाहिँ दक्षिणतिर चाहिँ हामी तेमेन वलङ भनेर भन्छौँ, जो हाम्रो साउथ साइडको एरिया। तेमेन भनेको समथर भने हो, वलङ भनेको चाहिँ महासागरलाई पनि भनिन्छ। त्यो समथर प्लस तल गएर महासागरमा पुगिने हो कि त्यही हिसाबले, तर यहाँ चाहिँ यस्तो हो कि भनेर गरेका छौँ। र अनि हाम्रो चाहिँ पूर्वतिर चाहिँ हाम्रो सुन्द्रोती उम्रोती भनेर हामी भन्ने गर्छौँ। यो चाहिँ अब हाम्रो सिक्किमको हाम्रो स्कलर हुनुहुन्छ एकजना जसराज सुब्बा भन्ने, उहाँले चाहिँ ब्रह्मपुत्र हो भनेर भन्नुहुन्छ। उहाँले चाहिँ उहाँ आफै पनि मुन्दुमको धेरै अध्येता नै हुनुहुन्छ उहाँको त्यो छ। अनि हामी यता पश्चिमतिर जाँदा चाहिँ हामी चाहिँ यता के अरे खम्बुवानतिर पनि आइपुग्दो रहन्छौँ कि हामी चाहिँ। यो चाहिँ यो थोसुहरूमा यो पारुममा हुँदै होइन, योसु पारामावा ककामावा भनेर हामी त्यही तल खजुमहरूको विशेष तल त्यहाँ चाहिँ सुँगुर कथा आउँछ नि त तल बराहा क्षेत्रमा। त्यहाँ उनीहरूको माथिबाट खेदेर ल्याएको सुँगुर त्यहाँ जहाँ टुङ्गिन्छ त्यहाँसम्म मात्रै आउँदो रहेछ क्या हाम्रो चाहिँ। अनि त्यो भित्रको पर्दो रहेछ हामी चाहिँ, हाम्रो भूगोल चाहिँ त्यहाँ आउँदो रहेछ, त्यो टाइपको छ। र यो मैले यहाँ जसराज सुब्बाजीको चाहिँ राखेको छुइनँ मैले साइटेसन, कमलजी र म आफूले पनि अध्ययन गरेको हिसाबले त्यसलाई राखेको छु। र अर्को अब अहिले हाम्रो वर्तमान भूगोल, अहिलेको चाहिँ मुन्दुममा आउने भूगोल भयो, हामी मुन्दुममा चाहिँ त्यो पुकार्छौँ। र अहिले हाम्रो यो चाहिँ नेसन बिल्डिङको कुरा अघि पनि आयो। राष्ट्र निर्माण भए त धेरै भएको छैन यो संसारमा, र यो राष्ट्र निर्माण हुँदाखेरिको चाहिँ अब हामी अहिले चाहिँ के भन्छ, अहिले वर्तमान सीमामा चाहिँ हामीले अहिलेको भूगोल पर सिक्किमतिरको छोडेका छौँ। यसमा चाहिँ यो हामीले जस्तो नेपालको भूगोलको कुरा गरेको यहाँ, किनभने अब सिक्किममा पनि सिक्किम स्टेट खडा हुँदाखेरि पनि त्यहाँ चाहिँ तीनटा जातिहरूको एग्रिमेन्टबाट खडा भएको थियो। एउटा चाहिँ मो भनेको लामा भुटियाहरू, मेन भनेको चाहिँ लेप्चाहरू र चोङ भनेको चाहिँ लिम्बूहरू। तिनटाले चाहिँ यक्सुममा चाहिँ एग्रिमेन्ट गरेपछि सिक्किम राज्य चाहिँ खडा भएको थियो, जो नेपालभन्दा पनि अलिक पुरानो नै देश हो त्यो, जो अहिले चाहिँ भारतको एउटा स्टेट मात्रै हो, 22औं स्टेट हो। र त्यसलाई पनि छोडेर हामीले यता अहिले वर्तमान नेपालको एक्जिस्टिङको भूगोलको हिसाबले चाहिँ हामीले मेची पूर्व र सप्तकोशी पश्चिम भनेर हामी चाहिँ बढी भन्ने गर्छौँ। र यो जिल्लाहरू चाहिँ हामी यसरी गर्ने गरेका छौँ, हाम्रो त्यो विश्वास छ। र यो चाहिँ बढी त्यो डकुमेन्ट्सहरूमा पनि विशेष गरेर 1831मा पृथ्वीनारायण शाह र अथवा त्यतिखेर गोर्खा भनौँ, गोर्खा र लिम्बुवान बिचमा 10जना सरदारहरू थिए, 10जना राजाहरू थिए, थिबोङहाङ भन्नेहरू थिए होइन। तिनीहरूमध्ये 4वटाले चाहिँ 4जनाले चाहिँ बाँकीले चाहिँ विद्रोह गरे हुन्। त्यो 4जना राजाहरूले चाहिँ सम्झौता गरेको जुन 1831 साउन 22 गते सम्झौता भएपछि चाहिँ हाम्रो त्यो कायम हुँदै आएको धेरै डकुमेन्ट्सहरूमा तपाईँको त्यो चाहिँ एकदम सिरिज अफ बुक्सहरू आइरहेको छ। त्यो थुप्रै डकुमेन्ट्सहरू छ। त्यो डकुमेन्ट्सहरूमा चाहिँ यो सिमाना चाहिँ यसरी चाहिँ यो भएको छ, उल्लेख भएको छ, त्यो तपाईँहरू पाउन सक्नुहुन्छ। त्यसमा चाहिँ एकजना हाम्रो सङ्ग्रहवाला सरले त्यो पिएचडी पनि गर्नुभएको छ। हाम्रो भैराजिङ नामले मदन पुरस्कार पनि पाउनु भएको छ। पछिल्लो समयमा त्यो डकुमेन्ट्सहरू आइरहेको छ। अब हाम्रो जनगणना चाहिँ 78 अनुसार चाहिँ अहिले 4,14,704 पुगेको छ। र महिलाहरूको उतापट्टि तपाईँ देख्नुहुन्छ। अनि त्योभन्दा पछि चाहिँ पुरुषहरूको, महिलाहरू चाहिँ झन्डै निकै 81,000 जति बढी देखिन्छ, के अरे 2,14,000 जति बढी हुँदो रहेछ। र हाम्रो चाहिँ नेपालको जनसङ्ख्यामा चाहिँ 1.42% चाहिँ हाम्रो देखिएको छ अहिलेको पछिल्लो गणना अनुसार चाहिँ। अब हाम्रो चाहिँ मौखिक परम्पराकै कुरा गर्नु, जो अहिले उहाँले साह्रै धेरै चर्चा गर्नुभएको छ, यो त्यही नै हो। र मैले पनि अब यसैबाट सुरु गरेँ। र हाम्रो चाहिँ अहिले पनि हिजो शान्ति म्याडमले पनि कुरा गर्नुभएको थियो, हाम्रो सम्पूर्ण जीवन पद्धति चाहिँ यो मुन्दुमले नै गाइड गर्छ।
यसले निर्देशित गर्छ। र अब मुन्धुमको बारेमा चाहिँ यतिखेर यो प्रसङ्ग जोड्न सान्दर्भिक हुन्छ होला जस्तो लाग्छ। मुन्धुम शब्द चाहिँ हाम्रो चाहिँ किराँतको हिसाबले राणाकालमा बढी त्यो एडमिनिस्ट्रेटिभ रिजनै हो। 3टा क्षेत्र थियो, ओल्लो किराँत, माझ किराँत र पल्लो किराँत। त्यसमा चाहिँ तपाईँको त्यो सिक्वेन्सियल्ली शब्दहरू चाहिँ कस्तो गजबले भएको छ क्या। ओल्लो किराँतमा आउँदाखेरि चाहिँ मुख दुम भनेर छ, कबाट छ क्या, मुख भने कबाट छ, मुख दुम भनेर छ। अनि बिचमा जाँदाखेरि माझ किराँतमा चाहिँ फेरि क नभएर कको ठाउँमा चाहिँ आधा न आछ, मुन्धुम भनेर आछ। र पल्लोमा पुग्दा चाहिँ मुन्धुम भनेर आछ। र हाम्रो चाहिँ अब त्यो मुन्धुम चाहिँ हाम्रो चाहिँ सामान्यतया त्यो के भन्छ त्यसको चाहिँ शब्दले विश्लेषण गर्दा हेर्दाखेरि चाहिँ अब मुन भनेको चाहिँ मुभमेन्ट हो, थुम भनेको चाहिँ पावर हो होइन। त्यसको कम्बिनेसनले बन्या होला एउटा चाहिँ डेफिनेसन भन्ने त्यो टाइपको पनि हाम्रो चाहिँ बुझाइ छ। थुप्रै त्यसको थुप्रै क्याटेगोरीहरू छ, यतातिर लाग्यो भने सबै जाला त्यो खालको चाहिँ छ। र त्यसमा अब हाम्रो चाहिँ कस्तो सुरु चाहिँ हाम्रो चाहिँ केबाट सुरु हुन्छ भने यो मुन्धुम पनि नावा चैत मुन्धुमबाट सुरु हुन्छ क्या। यो भनेको चाहिँ उत्पत्तिसँग सम्बन्धित भयो। र उत्पत्तिमा चाहिँ हाम्रो चाहिँ मुन्धुममा चाहिँ कस्तो हुन्छ भने शून्यबाट चाहिँ सुरु हुन्छ। मु हङलिङ नेसे खे हङलिङ नेसे भन्ने, मु भनेको तल, त्यहाँ चाहिँ हङ भनेको चाहिँ खाली होइन, त्यो थियो होइन, माथि पनि खाली थियो भन्नेबाट सुरु हुन्छ क्या। शून्यताबाट चाहिँ सुरु हुन्छ। अनि त्यो हुँदै 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 गएर चाहिँ अब हामीले चाहिँ विभिन्न त्यो उत्पत्तिको चाहिँ हाम्रो चाहिँ सबै अब पृथ्वी विश्व ब्रह्माण्डको कुरा, पृथ्वी हुँदै पृथ्वीभित्र पनि अब यहाँ चाहिँ अब डाँडा काँडाहरूको उत्पत्तिको कुरा, त्यसमा चाहिँ अघि फक्ताङलुङको कुरा गरेँ, फक्ताङलुङको कुरा, मुकुमलुङको कुरा, अर्को चाहिँ त्यो फ्यामलुङमाको कुरा, सेसेलुङमाको कुरा, थुप्रै त्यस्तो पहाडहरूको कुराहरू आउँछ र तिनीहरू उत्पत्ति भए। अनि त्यसपछि त्यो थिग्रिँदै गएर पानीको कुराहरू आउँछ होइन। त्यो चाहिँ अब त्यो सेकेन्डमा चाहिँ त्यो छ यङङ वाङ पोकमा मुन्धुम भनेर भनेको छ होइन। त्यो चाहिँ अनि त्यसपछि चाहिँ पानीको उत्पत्ति, खोला नालाको उत्पत्ति, झरनाहरूको उत्पत्तिदेखि लिएर त्यहाँ बस्ने प्राणीहरूको उत्पत्तिको चाहिँ मुन्धुम चाहिँ दोस्रोमा चाहिँ त्यो कुराहरू आउँछ। तेस्रोमा आइसकेपछि अनि त्यहाँदेखि यो सिङ्ला ताम्बुङ मुन्धुम भन्ने हाम्रो आउँछ सामान्यतः। यो चाहिँ वन जङ्गलहरू जति पनि प्लान्टेसन्सहरू छ र त्यो चाहिँ र त्यो सँगसँगै त्यहाँ बस्ने जीव जन्तुहरूको चाहिँ उत्पत्ति भयो भन्ने खालको हाम्रो यो उसमा चाहिँ यो नावाचैत मुन्धुममा अथवा सृष्टि मुन्धुममा चाहिँ यो चाहिँ आउँछ। र त्यसपछि अब यो सबै कुराहरू चाहिँ उत्पत्ति भइसक्यो। त्यो उत्पत्ति गर्नेमा चाहिँ हाम्रो 2टा पात्रहरूको बढी कुरा आउँछ। कतिपयले चाहिँ यमभावी पोर्मिले गर्यो भन्ने छ त्यो पात्रले। अब यता हिन्दूमा भन्यो भने ब्रह्मा भने जस्तो टाइपको यमभावी पोर्मिले गर्यो भन्ने छ। र कतिपय चाहिँ हाम्रो चाहिँ सुप्रिमो गड चाहिँ तागेरा निवाफुमाङ भनेर हामी भन्छौँ, जो चाहिँ स्त्रीको प्रतीक हो। तागेरा निवाफुमाङ भनेर भन्छौँ, उहाँले गर्नुभयो भन्ने छ। कसैको चाहिँ उहाँको इच्छा अनुसार चाहिँ यमभावी पोर्मिले गर्यो भन्ने पनि छ। र यो सबै सृष्टि भइसकेपछि चाहिँ अब जनावरहरू पनि छन्, वनजङ्गल पनि छ, डाँडाकाँडा पनि छ, सबै कुरा पानी र पानीमा बस्ने के अरे जलचरहरू पनि सबै छन्। तर चाहिँ उहाँलाई चाहिँ आफूलाई चाहिँ पृथ्वी चाहिँ सुहाएको लागेन भन्ने चाहिँ त्यस्तो खालको मुन्धुममा आउँछ क्या। त्यसपछि चाहिँ अन्तिममा चाहिँ मानवको होइन, मान्छेको यो मेन्साम्यामी भनेर भन्छ, यसलाई अब धेरै विशेषणसहित थुप्रै आउँछ। अनि यो यसमा चाहिँ त्यो उसको चाहिँ उत्पत्ति गर्ने कुराहरू यसमा चाहिँ अब हाम्रो उसँग जोड्यो भने चाहिँ मानवशास्त्र समाजशास्त्रसँग जोड्यो भने चाहिँ यो चाहिँ कन्ट्राडिक्ट गर्ने खालको छ। त्यहाँ चाहिँ सबभन्दा पहिला चाहिँ साम्याङले बनायो भन्छ क्या, त्यो के भन्छ सुनको चाहिँ मान्छे बनायो भन्छ क्या। सुनको नभएपछि त्यो त्यहाँदेखि चाहिँ त्यो सास लाउन खोज्दाखेरि नबोलेपछि अनि त्यहाँदेखि चाहिँ के अरे युक्पा भनेपछि के अरे के भन्ने सिल्भरको बनायो भन्ने छ क्या। त्यो पनि भएन भन्ने छ क्या। त्यहाँदेखि चाहिँ अनि उसले चाहिँ अब यहाँनिर हाम्रो चाहिँ अघि उहाँले पनि भन्दै हुन्थ्यो के अरे निगालो, अर्को चाहिँ मालिङको कुराहरू यहाँ चाहिँ अनि पछि चाहिँ अनि उनीहरूले चाहिँ अब के गर्ने भन्दाखेरि फेरि त्यही तागेरा निवाफुमा मागलाई सोधेपछि अनि तल त्यो अनुसार चाहिँ यो उसको चाहिँ जति पनि त्यो उसमा जस्तै यो यहाँ लेखि भनिएको छ त्यहाँ यो सिन्धुम पक्वा लुङदुम पक्वा भनेर चाहिँ भने त्यो काठ रुखको त्यो खोबिल्टोहरू हुन्छ नि, त्यहाँ भएको पानी। त्यस्तै गरी लुङदुङ पक्वा भनेपछि त्यो चाहिँ ढुङ्गाको उसमा ढुङ्गाको खाल्डोरमा भएको पानी।
अनि सामदाङ खेवा भनेपछि चाहिँ अब लेकमा पाइने अब कसैले लुइचे भन्छ कसैले डाँफी भन्छ त्यो क्याटेगोरीको त्यो चाहिँ के भन्छ त्यसको त्यो चराको चाहिँ त्यसको चाहिँ आफ्नो सुली होइन र त्यसपछि यो सेमिक्ला र पमिक्ला भनेको चाहिँ त्यही लेखमा पाइने मालिङ्गोहरूको चाहिँ त्यो खरानीबाट चाहिँ बनाएर अनि चाहिँ के अरे उसलाई चाहिँ के अरे बोलायो भन्छ कि हु गरेर बोलायो अरे अनि त्यो बेला चाहिँ बोल्यो अरे अनि त्यसपछि चाहिँ उनीहरूलाई चाहिँ त्यस्तो राम्रो पदार्थले बनाउँदा भएन तिमी यस्तो चाहिँ बनाउँदा भयो भनेर थुक्क भनेर चाहिँ थुक्यो अरे त्यो बनाउनेले चाहिँ अनि त्यसपछि चाहिँ अनि मान्छे मरणशील भयो भने मुन्धुमले चाहिँ त्यस्तो चाहिँ व्याख्या गर्छ कि त्यो टाइपको छ यसमा चाहिँ यो सुरुमा चाहिँ त्यो छ अनि त्यसपछि अब फर्स्ट भनौँ न हाम्रो समाजको चाहिँ प्रथम पात्रको रूपमा चाहिँ हामीले चाहिँ मुजिङना खेयङना भनेर हामी यो पात्रलाई हामी लिन्छौँ र अब यो चाहिँ स्त्री मात्रै देखिन्छ यसको बारेमा धेरै फरक फरक विचारहरू पनि छन् तर यो बढी चाहिँ हामीले यही नै लिइरहेको कुरा गरिरहेको हुन्छौँ र ऊ चाहिँ के भन्छ अब त्यस्तरी अब यो हाम्रो समाज विकासको क्रममा पनि पहिला त्यस्तै नै देखिन्छ होइन महिलाहरूको चाहिँ अब त्यो धेरै पुरुषहरूसँग बसेरै भएको सन्तान भएको कमी पाइन्छ त्यो समाजशास्त्री हिसाबले त्यो हिसाबले उसको चाहिँ अब जवान भइसकेपछि ऊ आफूले चाहिँ हावाको संसर्गबाट बच्चा जन्मायो यो सुसुवेङ लालावेङ भन्ने नामको चाहिँ भन्ने चाहिँ त्यो विश्वास छ मुन्धुमले चाहिँ त्यो गर्छ त्यो भन्छ र त्यो उसले चाहिँ त्यो ऊ अनुसार चाहिँ अब उसले चाहिँ अब त्यो ठुलो भइसकेपछि ऊ चाहिँ अब सिकारीको रूपमा हुन्छ आप्चारा भनेर भन्छौँ हामी चाहिँ त्यो चाहिँ शिकार गरेर खाने र ऊ चाहिँ विभिन्न आफ्नो अघि हामी जुन भूगोल भन्यो त्यो भूगोलमा घुम्ने विशेष गरेर तमरको अहिले ताप्लेजुङको तमर जुन छ त्यसको चाहिँ सेरोफेरो मेवा खोलाको सेरोफेरो त्यस्तै गरेर मैवा खोलाको सेरोफेरो त्यो घुम्ने उसको एरिया त्यो हो र त्यहाँ घुम्दाखेरि चाहिँ उसले चाहिँ त्यो 4 जनासँग बिहे गरेको हुन्छ क्या ऊ चाहिँ घुम्दै शिकार गर्दै गरेर जाँदाखेरि त्यसमध्ये एउटा सुरुको चाहिँ अब यो सुलुङमा मुकुमलुङमा भन्ने चाहिँ पात्रसँग उसले चाहिँ गर्छ जो अहिले हामी चाहिँ अब नेपालीमा चाहिँ पाथिभरा भनिरहेको हुन्छ नि हामीले चाहिँ अहिले चाहिँ हामी मुकुमलुङमा भन्छौँ जसमा अहिले पनि त्यहाँ ठुलो कन्ट्राडिक्सनहरू छ होइन अहिले पनि केबल कार बनाउने कि नबनाउने होइन त्यहाँ चाहिँ मन्दिरहरू स्थापना गर्ने कि नगर्ने मूर्ति राख्ने कि नराख्ने भन्ने खालको ठुलो लफडा छ त्यो एउटा पात्रको त्योसँग सम्बन्धित हो होइन त्यसपछि अर्को चाहिँ उसले चाहिँ अरू थोसुलुङमा फ्यामलुङमा भन्ने अर्को पात्र छ सुरुमा थोसुलुङमा फ्यामलुङमासँग चाहिँ अब उसले संसर्ग गरेर त्यहाँ चाहिँ आफ्नो चाहिँ स्वाम्फीमा भन्ने छोरा जन्मेको हुन्छ अनि त्यसपछि तल ऊ फेरि सिकाल फेरि साउथतिर झर्दाखेरि चाहिँ अनि मुकुमलुङमासँग भेट भएर अर्को उसको चाहिँ त्यो लादौना भन्ने उसको चाहिँ सन्तान जन्मिन्छ र दुवैतिर माथि के अरे थोसुलुङमासँग पनि अर्को उसको सहयोगी हुन्छ त्योसँग पनि संसर्ग गरेर यता सुत्केरी भइरहेको बेला उनीहरू काममा जाँदाखेरि संसर्ग भएर त्यसको पनि अर्को सन्तान हुन्छ यता मुकुमलुङमाको पनि त्यही केस हुन्छ त्यहाँ तर पछि यिनीहरू जवान भइसकेपछि त्यो 2 जना जुन अर्को सहयोगीहरूबाट जन्मेका बच्चाहरूले चाहिँ षड्यन्त्र गरेर चाहिँ यो स्वाम्फीबाट लादौनाको चाहिँ उनीहरूको चाहिँ बिहे गराइदिन्छ क्या त्यो परिवेश सिर्जना गर्छ जो हामीले ताई लुङदुङ भनेर भन्छौँ अहिले पनि त्यो तपाईँ माथि अहिले त शेर्पा साथीहरूले मात्रै त्यो त्यहाँ चाहिँ बस्नुहुन्छ लिम्बूहरू सबै माइग्रेट भएर कोही काठमाडौँ आए कोही चाहिँ धरान कोही चाहिँ हुँदा युके पुगिसके अहिले चाहिँ माथि त्यो शेर्पाहरू मात्रै हुन्छ काई लुङदुङ भन्ने ठाउँमा चाहिँ त्यो भयो भन्छ क्या अहिले लेल्याप भन्ने अहिले ठाउँ सुन्नुहुन्छ त उनीहरू बिचमा चाहिँ त्यो भइसकेपछि अब उनीहरूको सन्तान चाहिँ 17 जना जन्मेको भन्ने छ होइन त्यसमा चाहिँ 8 जनाको कुरा चाहिँ तर यो तलतिर आउँछ सावा यताङ भन्ने भन्छ नि यत भनेको 8 भनेको हो हाङ भनेको चाहिँ अब यहाँ चाहिँ व्यक्ति सन्तानको हिसाबले हो तर राजा पनि अर्थ राख्छ त्यसले त्यो भयो अनि त्यो सँगसँगै अर्को चाहिँ अर्को पेली फाङसाम भनेर हामी भन्छौँ त्यो चाहिँ फाङ भनेको 9 भनेको क्या साम भनेको के अरे हंस भन्ने कि अब त्यो चाहिँ स्पिरिचुअल ऊ भनौँ न तिनीहरू चाहिँ भयो भन्छ तर यो चाहिँ कसरी भन्नु उनीहरूको जुन चेली माइतीको संसारबाट बनेको बच्चाहरू चाहिँ पछि त्यो कुकुरले चाहिँ पोल लगाएको हुन्छ त्यो कसलाई भन्दा त्यो तागरानी उपभोगले त्यो भने हुन्छ अनि त्यसपछि उनीहरूकोमा चाहिँ त्यो जुन छुट्याउनु पर्छ उनीहरूलाई चाहिँ भन्ने कुरामा चाहिँ अब कसरी अंश गर्ने त बच्चाहरूको भन्दाखेरि चाहिँ उनीहरूले त्यो चालीको चाहिँ प्रयोग गरेको हुन्छ कि त्यतिखेर अनि त्यसमा चाहिँ तल झरेको जति 8 जना यता बाबुको साइडमा पर्यो होइन माथि भएको जति चाहिँ चाल्नेबाट नझर्नेहरू चाहिँ आमाको साइडमा भयो एकजना त्यहाँ छोरी छ जो चाहिँ हामी त्यो तङसिङ गर्दाखेरि याग्राङसिङ भन्ने हुन्छ त्यो गाडेको हुन्छ त्यहाँनिर चाहिँ उस चाहिँ गुरुको रूपमा अवतरित हुन्छ भन्छ त्यो महिला चाहिँ होइन त्यो टाइपको छ र यो अब पछि जति पनि त्यो 8-9 जना हुन्छ उनीहरू चाहिँ पछि फेरि अघि उहाँले भन्दै हुन्थ्यो साम्बा फेदाङमा येबा येमा लगायतको जति पनि
त्यो रेस्क्यु गर्ने तल भन्नु लोकमा चाहिँ के भन्छ आपत पर्दाखेरि उनीहरू अवतरित भएर पछि चाहिँ उनीहरूलाई चाहिँ एसिस्ट गरेको हुन्छ कि त्यो टाइपको भएर आउँछ। त्यो चाहिँ यो खालको चाहिँ मुन्दुमले चाहिँ त्यो हिसाबले विश्वास गर्छ। यहाँ चाहिँ त्यही छ फेदाङमा साम्बा येबा येमा यो केही हो, अर्को थुप्रै हुन्छ युमा के अरू थुप्रै नै हुन्छ, तर मेन रूपमा सबभन्दा प्रचलित यिनीहरू भयो। फेदाङमा भनेको चाहिँ बढी यो चाहिँ पूजाआजा गर्ने हो, सुरुमा आएको पनि मानिन्छ यसलाई। अनि त्यसपछि साम्बा भनेको चाहिँ बढी यो चाहिँ साम्बा भनेको चाहिँ गायक भने जस्तै पनि हो। उनले चाहिँ जति पनि अहिले मुन्दुमको कुरा छ, मुन्दुमको विशेष गरेर सृष्टि भनेको चाहिँ त्यो बढी फिलोसफिकल कुरा हो। त्यो फिलोसफिकल कुराको गायकको रूपमा चाहिँ त्यसको स्रोतको रूपमा चाहिँ हामी चाहिँ बढी साम्बालाई लिने गर्छौँ। ऊ चाहिँ त्यो धेरै त्यो खालको चाहिँ होइन। तर अब अर्को येबा र येमा उनीहरू दुईजना चाहिँ फेरि यो चाहिँ फिमेलमा येबा हुन्छ, के अरे मेलमा येबा र फिमेलमा चाहिँ येमा। पाले चाहिँ पुरुष जनाउने भयो, माले चाहिँ महिला जनाउने भयो। र उनीहरू चाहिँ फेरि पुरै तान्त्रिक, अघि उहाँले भने जस्तै बाण हान्ने होइन, त्यसपछि चाहिँ अब त्यो ब्याड स्पिरिट्सहरूलाई चाहिँ कन्ट्रोल गर्ने होइन, त्यो टाइपको चाहिँ त्यो काम चाहिँ उनीहरूले गर्छ। र यो चाहिँ क्रमशः समाजमा आएको जुन समस्याहरू छ त्यो समस्याहरू समाधान गर्नको निम्ति अघि जुन 9 जना माथि गएका थिए त्यो साम भनेर हो, तिनीहरू नै अवतरित भएर आएको हो भन्ने खालको हाम्रो चाहिँ बुझाइ छ। त्यस्तै गरेर अब अर्को चाहिँ के पोकमा नु हिम थकमा थामा थक्पा थामा हो, थकमा भयो रहेछ यहाँ। यो चाहिँ हाम्रो चाहिँ च्याब्रुङको कुरा अहिले हामी बजाइरहेको हुन्छौँ। च्याब्रुङको उत्पत्ति र घरमा चाहिँ घुन लाग्ने त्योसँग चाहिँ रिलेटेड हुन्छ। यसमा पनि त्यो अनि त्यो खालको त्योसँग सम्बन्धित मुन्दुम यो चाहिँ। त्यस्तै अब स्याउलुङ अगवानामा यो मूल खम्बा प्लस या चुलो पनि हो, या चुलोमा पनि सघाइ नै गरिराखेको हुन्छ त्यहाँ। यो त्योसँग जोडिएको देउता गर्ने अथवा त्यो उसलाई गर्ने त्यो मुन्दुम भयो। अब त मिपोकमा भनेपछि त्यो आगो उत्पत्तिसँग सम्बन्धित भयो। यो चाहिँ अब त्यस्तै अब अर्को चाहिँ यो तिङतिङ यो चाहिँ हामीले चाहिँ आखी दाई भनेर भन्छौँ। यो बैरागी दाईले हरेक आइटमको किताबहरू थुप्रै निकाल्नु भएको छ। यो मुन्दुमको चाहिँ के भन्छ सबैभन्दा पहिलो किताब लेखेमा चाहिँ फर्मली लेखेमा चाहिँ इमानसिंह चेम्चोङ पढ्नुहुन्छ। त्यसपछि चाहिँ बैरागी दाईले चाहिँ अहिले 12-13वटासम्म चाहिँ आइटम वाइजै उहाँले लेख्नु भएको छ। र अहिले यो बढी पछि समयमा चाहिँ कलेक्सन भएको चाहिँ मैले यहाँ अघि बोकिरहेको थिएँ। र अर्को सिलामसाकमा यो मृत्युको बाटो छेक्ने यो चाहिँ उहाँलाई सबैभन्दा मलाई लाग्छ सबैभन्दा ऊ हुने चाहिँ यो हो कि जस्तो लाग्छ। हामी जस्तै मान्छे एकदम सिरियस बिरामी भयो, अब ऊ बाँच्छ भन्ने छैन, तर मानिलियो घरमा चाहिँ अब आफ्नो दाजुभाइमा बिहे गर्नु छ होइन, अब बिहे गर्न त अब रोक्न मिलेन। त्यतिखेर चाहिँ त्यो के अरे त्यो मर्ने मान्छेको साथमा चाहिँ केही समय चाहिँ स्टप रोकिराखेर केही समय चाहिँ त्यो मान्छेलाई चाहिँ मर्न नदिने क्या त्यो टाइपको, अथवा चाहिँ उसलाई कुनै ठाउँमा लगेर जुन डेस्टिनेसन हुन्छ त्यहाँ लगेर चाहिँ उसलाई त्यही स्टप गरेर राख्नु, त्यहाँ छेकेर राख्नु हो त्यो टाइपको। विशेष गरेर यो चाहिँ बढी चाहिँ व्यवहार चाहिँ कस्तो हुन्छ भने त्यस दाजुभाइमा कोहीको बिहे छ, निर्धारित भइसकेको छ, कोही मान्छे बिरामी छ, अब बाँच्ने स्थिति छैन, तर त्यो बिहे सकुन्जेलसम्मलाई चाहिँ उसलाई चाहिँ मर्नु नदिने होइन, त्यसको निम्ति चाहिँ धेरै प्रयोग भएको छ क्या हाम्रो समाजमा, त्यस्तो देखिन्छ। अनि त्यसलाई चाहिँ हामी सिलामसाकमा अथवा मृत्युको बाटो छेक्ने भनेर हामी त्यो भन्ने गर्छौँ। यो चाहिँ अहिले चिनो पनि यस्तो यो खालको यो अहिले चाहिँ रिप्लिकेसन भएर चाहिँ यस्तो टाइपको पनि गर्ने गरिरहेको छ। तर यो चाहिँ त्यो रिचुअल अनुसार होइन है, यो चाहिँ खालि एउटा के भन्छ लाउनलाई मात्रै हो, यो चाहिँ उसको हिसाबले गरिएको भयो, यो प्रयोग भइरहेको। र अब अर्को चाहिँ अब त्यसपछि हाम्रो जीवन पद्धतिमा आउँदाखेरि कुरा त्यो मुन्दुमको कुरा यो सँगसँगै अब मुन्दुम थुप्रै नै छ, त्यसमा मैले यहाँ अरू तपाईँलाई देखाउन उपयुक्त होला भन्ने लागेर यसमा करिब अघि उहाँले 63 कति भन्दै हुन्थ्यो, यहाँ करिब त्यही हाराहारीमा त्यति चाहिँ मुन्दुमहरू यसमा छ क्या, त्यो विभिन्न मुन्दुमहरू छ, यसमा चाहिँ आइटम वाइजै छ। अनि त्यसको डिटेल चाहिँ यहाँ राख्दाखेरि साह्रै लामो हुने भएर मैले राखिनँ, किनभने अघिको सृष्टिसँग सम्बन्धित चाहिँ राखेँ मैले। र योभन्दा बाहेक चाहिँ हाम्रो ऊ हुन्छ नि संस्कारसँग सम्बन्धितहरू चाहिँ अब धेरै हुने भएर मैले त्यो चाहिँ राखिनँ यहाँ। यो चाहिँ यहाँ तपाईँले पाउन सक्नुहुन्छ। यहाँ पनि अर्को चाहिँ थुप्रै मैले अघि भने जस्तै बैरागी दाइले लेख्नु भएकोमा, इमान सिंहले लेखेकोमा, सङ्कलन गर्नुभएको लेखेको होइन, सङ्कलन गर्नुभएकोमा अरू थुप्रैले सङ्कलन गर्नुभएको छ, धेरै मान्छेले निकाल्नु भएको छ पछिल्लो समयमा, हो त्यस्तोमा चाहिँ तपाईँ पाउन सक्नुहुन्छ। र यसपछि चाहिँ हाम्रो जीवन पद्धति विशेष गरेर संस्कारसँग सम्बन्धितमा हाम्रो चाहिँ सुरु चाहिँ यो सापोक चोमेन भन्नेबाट सुरु चाहिँ सापोक भनेको चाहिँ पेट भनेको हो, तर पेट भनेको हाम्रो सामान्य पेट भनेको होइन, यो चाहिँ दोजिया हुने आमाको पेट भने हो चाहिँ।
त्यसमा चाहिँ हाम्रो चाहिँ त्यो जस अब विवाहपछि गर्भिणी भइसकेपछि जब जानकारी हुन्छ र 3-4 महिनापछि सामान्य 3-4 महिनादेखि उता चाहिँ 5-6 महिनाभित्रमा गर्ने गरिन्छ यो। र यसमा चाहिँ अब त्यो जो गर्भिणी हुनुहुन्छ उहाँले के गर्नुहुन्छ, के गर्नु हुँदैन, के खानुहुन्छ, के खानु हुँदैन, कहाँ जानुहुन्छ, कहाँ जानु हुँदैन, थुप्रै कुराहरूको चाहिँ शिक्षा हुन्छ यसमा। त्यो सँगसँगै के हुन्छ भने पेटमा भएको बच्चाको हंस, सातो भन्दा हंसभन्दा बढी बुझिन्छ होला होइन। हंस चाहिँ त्यो यो विधिमा चाहिँ त्यहाँ चाहिँ ल्याएर अनुष्ठान गरेर यहाँ चाहिँ उसलाई चाहिँ स्थापित गरिन्छ क्या। त्यसमा चाहिँ लिम्बूहरूको चाहिँ 2 ठाउँबाट गर्ने गरिन्छ। एउटा चाहिँ साकेक सुलुङ भन्ने छ, यो चाहिँ तल यो तमरगढतिर तलतिर पर्छ, ठ्याक्कै मलाई त्यो राजा रानी उलोपट्टि पर्छ, त्यहाँनिर पर्छ। अर्को चाहिँ यो युबिकमा अथवा चाहिँ युबिकवा भनेर पनि भनिन्छ। त्यो चाहिँ माथि यो चाहिँ हामी यो सोदुङ वारक भन्ने छ हाम्रो त्यो बुद्धमा सबैभन्दा पवित्र त्यो पोखरीको रूपमा हामी त्यसलाई लिन्छौँ। र त्यसलाई चाहिँ अहिले चाहिँ त्यहाँ अपभ्रंश भएर अर्कै के भन्नु छ उहाँहरू, मैले ठ्याक्कै नाम चाहिँ त्यो सबाटै सुरु भएको छ तर अलि फरक नाममा भन्नुहुन्छ। र त्यसको छेउमै छ यो युनिकमा भन्ने चाहिँ अब त्यो ठाउँबाट चाहिँ त्यो 2 ठाउँबाट चाहिँ सातो ल्याएर त्यो गर्भको बच्चामा चाहिँ प्रत्यारोपण भनौँ न प्रतिस्थापित गर्ने त्यो काम चाहिँ यसमा चाहिँ हुन्छ। अनि त्यसपछि चाहिँ यो अब यो एउटा सुरुमा हुने त्यो भयो। त्यसपछि अनि बच्चा जन्मिसकेपछि कुरा चाहिँ हाम्रो अब याङदाङ ठाउँमा अघि हाम्रो सरले चाहिँ गुरुङ सरले चाहिँ 7 र 9 को कुरा गरिदिनु हुन्छ। हाम्रो चाहिँ याङदाङ ठाउँमा भनेको चाहिँ यो चाहिँ न्वारान भनौँ न। न्वारानको पनि अब अहिले चाहिँ धेरै छ लिम्बूमा, तर धेरैमा चाहिँ के छ भने 3 छोरीको लागि 3 र छोराको लागि 4। र विशेष गरेर अब अहिले यो चाहिँ अब उता इभन इन्डियासम्म पनि त्यो मिल्छ, तर यता लारुम्बामा चाहिँ अलिक फरक छ जस्तो लाग्छ मलाई। लारुम्बाको स्कुलमा चाहिँ स्कुल भन्नाले त्यो समूहमा होइन त्यहाँ चाहिँ अलिक फरक छ जस्तो लाग्छ, उहाँहरू अलिक बढी गर्नुहुन्छ। अनि अर्को चाहिँ नारा मपमा भनेको चाहिँ नारा अमपमा भनेको एउटा छोटो बनेर बनेको हो। त्यो चाहिँ अब आमा सुत्केरी भइसकेपछि यो याङगाङ ठाउँमा अब बच्चाको चाहिँ त्यो नारायण गरिसकेपछि त्यो बिचमा चाहिँ माइतीबाट चाहिँ कोसेली लिएर छोरीलाई अब एक ढङ्गले एक खालको चाहिँ के हुन्छ धेरै माइतीमै बच्चा जन्माउने चलन हुन्छ, तर एक खालको त्यो भएन भने त्यो परिवेश मिलेन भने चाहिँ छोरीलाई चाहिँ एकदम त्यो बेला चाहिने अब अहिले पनि अघि जाँडकै कुरा आयो होइन, जाँडको चाहिँ अब घ्याम्पै लिएर आउने होइन, त्यस्तै गरेर चाहिँ अब कुखुराको चाहिँ खोगी लिएर आउने, अरू खानेकुराहरू पोसिलो खानेकुराहरू लिएर आएर चाहिँ भेट्न आउने, यता माइती खलकबाट चाहिँ भेट्न आउने चलन हुन्छ। त्यसलाई चाहिँ नारा मपमा भन्ने चलन हुन्छ। चाङवान लेकमा यो चाहिँ 8 वर्षको उमेरमा चाहिँ गर्ने गरिन्छ। आजकल त्यति धेरै प्रचलित चाहिँ अलिक कमै छ यो। अनि त्यसपछि अब जवान भइसकेपछि अब मेखिमको कुराहरू आउँछ। मेखिम चाहिँ हाम्रोमा 2टा चलले गरिरहेको छ। त्यसमध्ये पनि अब यो माघी विवाह सुरुमा चाहिँ त्यो छ। अब यसमा साङ्चेप भने हिजो पनि कुरा गर्दै हुन्छ, कसले भयो भने ठ्याक्कै बिर्सिहाल्नु, सरले भयो शेर्पा सरले भयो त्यो सुरुमा चाहिँ त्यो पुङै लाने हो होइन। त्यो एक्सेप्ट भयो भने इट्स गोज ओन, भएन भने फेरि अर्को ठाउँमा ट्राई गर्नुपर्छ, त्यो टाइपको हुने हो। त्यो चाहिँ त्योभन्दा पहिला त साङ्चेप चाहिँ अब विवाह गर्नुपर्छ है भनेपछिको चाहिँ अर्को भयो चाहिँ यो चाहिँ अहिले यो चलन हराएको छ। पहिला चाहिँ के हुन्थ्यो भने अब सायद स्रोत साधनहरू कहीँबाट बाहिरबाट सप्लाई हुन्थेन, त्यो कारणले त्यो आफ्नो दाजुभाइभित्र मूल रूपमा दाजुभाइभित्र चाहिँ सघाउनीको रूपमा चाहिँ त्यो चाहिँ सपोर्ट सोर्सहरूको सपोर्ट गर्नको निम्ति चाहिँ त्यो चाहिँ राँगा काटेर सामान्यतया अथवा चाहिँ सुँगुर काटेर होइन त्यो चाहिँ अनि सबै फ्यामिलीमा चाहिँ त्यो चाहिँ बाँडेर दिने र पछि उनीहरूले चाहिँ अब सिजन भएपछि अन्न चाहिँ सपोर्ट गर्ने होइन त्यो खालको चाहिँ हुन्थ्यो। त्यसलाई चाहिँ हामी साङ्चेप भनेर चाहिँ यो चाहिँ यता वाम्बुलेसम्म पनि चल्दो रहेछ यो साङ्चेप चाहिँ। अरू राईहरूमा मैले त्यति धेरै याद गरेको छु, वाम्बुलेहरूमा चाहिँ यो साङ्चेप चल्छ, अरूमा पनि चल्छ। अब अर्को त केटी मगनीको कुरामा अघि त्यो कुरा आयो। अनि यसमा चाहिँ हाम्रो चाहिँ अरूभन्दा फरक छ। राईहरूको चाहिँ एकैचोटि बेहुली चाहिँ कस्तो अलिक फरक यता छेत्री बाहुनहरूकै जस्तो लागेको थियो र हाम्रो चाहिँ त्यस्तो हुँदैन फेरि। हामी चाहिँ केटी माग्ने घरमा फर्किने अब डेटहरू कन्फर्म भइसकेको हुन्छ, त्यसपछि सबै तयारी गर्ने अनि फेरि त्यो लमीसहित फेरि केटीकोमा जाने अनि त्यहाँदेखि चाहिँ लकन्दीसहित आउने अनि यता बेहुलाको घरमा चाहिँ के अरे बिहे हुने। अनि बेहुला घरमा भइसकेपछि चाहिँ
त्यसमा चाहिँ अब यो यहाँ चाहिँ अरू त्यो विधिहरू धेरै छ यो भनेर साध्य पनि छैन। तर यहाँ सबैभन्दा इम्पोर्टेन्ट चाहिँ के छ भने जुन बेला हामी चाहिँ त्यो मेकाम भनेको चाहिँ लगन भनौँ नेपालीमा सजिलो बुझ्नलाई, त्यो मेकाम गरेको बेला चाहिँ हामी त्यो एउटा बेहुलाले बेहुलीलाई चाहिँ युप्पा लुङ भनेर दिन्छ क्या। त्यो चाहिँ त्यहाँ चाहिँ अब सामान्यतः एउटा सिक्का अनि त्यसपछि चकमक पनि हुन्छ प्रायः त्यहाँ, र एउटा ढुङ्गा, त्यो चाहिँ पोको पारेर चाहिँ बेहुलीलाई भनौँ न, बेहुलाले बेहुलीलाई होइन, त्यो चाहिँ जुन फेदाङमा अथवा को पुतुम्याङ हुन्छ त्यहाँ चाहिँ त्यो लगन गर्ने, उसले चाहिँ त्यहाँ एक ढङ्गले कुरा त्यो सबै विधिहरू पुर्याएर उसले चाहिँ त्यहाँ दिन लाउँछ। त्यहाँ चाहिँ बाजा बन्धन पनि एक खालको हुन्छ। र त्यसको चाहिँ सबैभन्दा लिम्बू समाजमा यसको सबैभन्दा इम्पोर्टेन्स छ है। त्यहाँ चाहिँ त्यही 2-3टा कुराहरू नै भयो, त्यो चाहिँ पोको पारेर दिन्छ। र त्यो चाहिँ कस्तोसम्म हुन्छ भन्नुहुन्छ भने उसले कुनै बेला त्यो बेहुला र बेहुलीको बिचमा चाहिँ मेल भएन, अब बेहुलीले चाहिँ बेहुलालाई अथवा होइन त्यो दुलहीले चाहिँ अब उसलाई मन परेन र उसले चाहिँ आफूले डिभोर्स गर्नु पर्यो भने अब उसले हानेर गयो भने त्यो मन्त्र गर्दा पनि त्यही उसले त्यो फेदाङमाले गर्दा पनि त्यही भनेको हुन्छ होइन। उसले चाहिँ त्यसले हानेर गयो भने अब त्यो डिभोर्स भयो लिगल्ली, अथवा जस लिम्बूले चाहिँ के बुझ्छ भने अब गयो सक्यो अब अर्को खोज्ने हो त्यो टाइपको बुझ्छ। त्यसलाई त्यसको धेरै इम्पोर्टेन्स छ क्या, त्यो चाहिँ एकदम त्यो फ्रिडमसँग त्यसले गर्दा उसँगै हुन्छ त्यो फेरि होइन, त्यो जसलाई श्रीमतीले दिएको हुन्छ उसैसँग हुन्छ। र अब आजभोलि त त्यो छ, त्यो अब कति छ, तर खासमा यसको चाहिँ त्यो हिसाबमा सम्म हुन्छ, यसको त्यो लिगल आफ्नो भनौँ न लिगल त्यो एक्जिस्टेन्स पनि हुन्छ यसको चाहिँ यो छ। अनि त्यति भइसकेपछि अब भोलिपल्ट बिहान चाहिँ त्यो बेहुलाकै घरमा हो, अनि पाङ्ली हुआ भनेको बुहारी भने हो, उसले चाहिँ बिहानै उठेर सबै गरेर उसले चाहिँ त्यहाँ चाहिँ खुवाउने, अनि त्यहाँदेखि चाहिँ अनि कसैले पात लिएर चाहिँ अनि आफ्नो चाहिँ माइतीमा जाने। अनि फुदुङ भन्ने चाहिँ हामी चाहिँ त्यो बिहान चाहिँ अब बिदा हुनुभन्दा पहिला बिहानको चाहिँ त्यो जुन काटेर हामीले चाहिँ अर्पण गरिन्छ पाहुनाहरूलाई, त्यसलाई फुदुङ भने हो, त्यसलाई हप्तामा पनि उता गाउँमा पनि लानुपर्छ, त्यो बेहुलीको उसमा हो, त्यो दिएर आएको हो यिनीहरू। र अर्को चाहिँ अब त्यसपछि चाहिँ हामी उहाँ गएर बेहुलीको घरमा चाहिँ मैले यहाँ राखेको छु, बेहुलीको घरमा गएर चाहिँ अनि इन्दी चा भन्ने पनि हुन्छ, अथवा सामान्य चाहिँ अब त्यहाँ जस भतेर एक ढङ्गले चल्छ, तर त्यहाँ धेरै त्यो चाहिँ ढोकभेटहरू बढी चल्ने हो। त्यहाँ चिना पर्ची हुन्छ नि माइतीतिरको चाहिँ को कता हो, त्यो चाहिँ ढोकभेटको कुराहरू बढी चल्छ। अनि त्यसपछि अनि फर्केर आउँदाखेरि चाहिँ होइन, अब अघि एउटा चाहिँ त्यो हाम्रो चाहिँ त्यो के भन्छ सुरुमा बेहुली लिएर आउँदाखेरि त्यतिखेर चाहिँ महिलाहरू नै हो प्रायः आउने लोकौती लिम्बूकोमा चाहिँ। अनि माइती खलक चाहिँ 1-2जना सामान्यतया 2जना चाहिँ अनि बन्दुकीको रूपमा आउँछन्, बन्दुक पड्काउँदै, अनि उहाँहरू चाहिँ त्यहाँ फर्किनुहुन्छ। अब चाहिँ फेरि अब बेहुली चाहिँ अब घर फर्किँदा त्यतिखेर चाहिँ फेरि अब बेहुली चाहिँ करिब करिब सामान्यतया एक्लै अथवा कहिलेकाहीँ एकजना साथी, तर रेयरली आउँछ त्यो, किनभने अब कुटुम्बको गाउँमा आउने हो होइन, त्यो यता के अरे बुहारीको उयोहरू चाहिँ अब त्यहाँको चाहिँ केटीहरू आउनु चाहिँ अब एक खालको त्यो जोखिम पनि हुन्छ नि त, बिहे फेरि हुने हो कि त्यता गरिदिने हो कि होइन, त्यो टाइपकोले सामान्यतया कमै हुन्छ। र अर्को त्यो प्रेम विवाहको कुरा हुन्छ। अर्को चाहिँ अनि यो सँगसँगै त्यहाँनिर मैले अघि त्यो चाहिँ यसमा अलिकति थियो जस्तो लागिरहेको त्यो शब्द, त्यो एउटा चाहिँ छुटेको रहेछ। त्यहाँ चाहिँ पहिला चाहिँ त्यो केटी बगनी गर्दाखेरि लिम्बू समाजमा चाहिँ के हुन्छ भने त्यो अलिकति त्यो रित तान्ने हुन्छ क्या, रित तान्ने कतिपय चाहिँ पछिल्लो समयमा चाहिँ अब लाउरले गर्दा होला बढी सुन राख्न लाउने चलन हुन्थ्यो, बढी क्यासमा गएको थियो होइन, त्यो टाइपको हुन्थ्यो। र त्यो चाहिँ कुन बेला चाहिँ फिर्ता हुने भन्दाखेरि यो मैले रातोमा राखेको छु, साई फुमा अथवा चाहिँ मेल्लुङ फुमा भन्ने त्यो सिस्टम भएपछि मात्रै त्यो फिर्ता हुने हो। र त्यतिन्जेलसम्म चाहिँ फेरि जस्तै अब छेत्री बाहुनहरूकोमा चाहिँ जुन दिन बिहेको जग्गे गऱ्यो त्यही दिन त्यो सरेर जहाँ गइ नै हाल्छ होइन, अब त्यो अर्कोमा चुलोमा पसिगयो क्या। तर लिम्बू चाहिँ त्यस्तो हुँदैन। लिम्बू चाहिँ के हुन्छ भने उसको चाहिँ त्यो थर पनि आफ्नो जे हो माइतीको त्यही कायम हुन्छ, र यो नगरुन्जेलसम्म, यो विधि नगरुन्जेलसम्म, यो रिचुअली गर्नुपर्छ, यो विधि नगरुन्जेलसम्म ऊ चाहिँ त्यतातिर जाँदैन। ऊ चाहिँ बाइ द वे ऊ मऱ्यो भने पनि उसले चाहिँ त्यसको त्यो उहाँको काज क्रिया चाहिँ सबै माइतीले गर्नुपर्छ। त्यति मात्रै होइन, उहाँको छोराछोरी त्यो छोरीपट्टिको छोराछोरी छ भने आफ्नैमा राख्ने हो त्यो होइन। उहाँहरूले कि चाहिँ त्यो जसको सन्तानको रूपमा छ उसले चाहिँ त्यो विधि पुर्याएर लग्यो भने ओके,
नत्र चाहिँ ऊ चाहिँ फेरि माउली खलकमै जान्छ क्या उसो। चिहानको कुरा अघि पनि आयो, तर चिहान शब्द पनि वास्तवमा ठ्याक्कै अब लिम्बू शब्दबाटै चाहिँ अरूतिर गएको होला भन्ने लाग्छ मलाई। यहाँ चाहिँ इपुङ भनेर चाहिँ त्यो मुन्दुममा प्रयोग भयो भने मैले इपुङ राखेँ। चे भनेको चाहिँ हाम्रो चाहिँ त्यो लासलाई चे भन्छौँ क्या। यान भनेको चाहिँ त्यो क्षेत्र, त्यो भूमि भनौँ न, जहाँ त्यो लास गाडीको हुन्छ त्यो भूमिलाई हामी चेयान भन्छौँ। यो चाहिँ नेपालीमा प्रयोग भइरहेछ। नेपालीमा त त्यो च्यान राख्ने चलनै हुँदैन, त्यो खोलामा लगेर डढाउने हो अनि काँसी पठाउने हो, र त्यसले गर्दा यतातिर गएको होला भन्ने लाग्छ। र त्यो इपुङ त्यो हामी त्यहाँ जाँदाखेरिको चाहिँ अब हामीले यसको चाहिँ पनि बाटोमा लाँदाखेरि एकदम धेरै कुराहरू छ। अब यो सायद मलाई लाग्छ यो भनिरहँ होला, सायद धेरै लामै हुन्छ। र हामी सामान्यतया अब यो नुन तेल माग्ने भन्ने एउटा सिस्टम हुन्छ। यो अलिक त्यो कुन बेला हुन्छ भने पहिलाको है, अब अहिले त्यो चलन कम छ। पहिला चाहिँ के हुन्छ भने जस्तै बर्खामा मान्छे मऱ्यो भने पहाडतिर त हुन्थेन, खानेकुराहरू सिकेको हुन्थ्यो होइन। चैत वैशाखसम्ममा त करिब हामीले धेरै कुराहरू खाइसकेको हुन्छ नि त। त्यसले गर्दा नपुग्ने भावनाले सामान्यतया अर्को बाली पाकिन्जेल राख्ने चलन हुन्थ्यो नि। त्यो कारणले चाहिँ अब यो युम निगे भनेपछि त्यो नुन तेल माग्ने, अनि पछि बिजोडी महिना र बिजोडी दिनसम्म गर्ने गरी भाका राख्ने, कुन बेला चाहिँ त्यो पाक्छ त्यतिसम्म राखेर त्यसरी गर्ने चलनहरू हुन्थ्यो। अनि हामीले अन्तिम गर्ने चाहिँ हामीले जो खाउमा भन्ने चलन छ। अब कति आजभरि यसले फरक शब्दले पनि भन्छन्, त्यो अहिले छन्द मैले सम्झन आएन। खाउमा भने चाहिँ यो चाहिँ अब सेपरेसन भनौँ न, त्यो आत्मालाई चाहिँ हामी त्योभन्दा पहिला सामसामाको चलन हुन्छ भनेको त्यो आत्मालाई माथि पुर्याउने। त्यसपछि त्यो त पहिला यो नुन तेल गर्नुभन्दा पहिला पनि गरे हुन्छ, किनभने 3 दिन त बसिसकेको हुन्छ त्यतिखेर। र पछि चाहिँ त्यो हिसाबले अब त्यो पाहुनाहरू आउनुभन्दा अघिल्लो दिनदेखि एक रात बारिन्छ, अनि भोलिपल्ट बिहान फेरि खाउमा गरेर चाहिँ अनि दिउँसो चाहिँ सबै फेरि पञ्चबलाद्वार आइसकेपछि दिउँसो चाहिँ अन्तिम गरिन्छ। र यसमा पनि 2 खालको छ। अब एउटा तल्लो साइडतिर, लिम्बुवानको तल्लो साइडतिर चाहिँ पहिला के अरे त्यो मृतात्मालाई चढाएपछि खाने चलन हुन्छ। मान्छेले जो भेलामा हुन्छन् पाहुनाहरू पातहरू होइन, आफ्नो चाहिँ कुटुम्बहरू सबै त्यसरी खुवाउने चलन हुन्छ। फेरि तमरखोला बेवाखोलातिर चाहिँ त्यहाँ चाहिँ पहिला खाइसक्ने अनि मात्रै त्यो खाउमा गर्ने भनेको, अनि मात्रै त्यो चाहिँ मृतात्मालाई चाहिँ त्यो चाहिँ चढाउने, त्यो टाइपको पनि छ। त्यो तल र माथि पनि त्यो फरक छ। त्यसको अब अलिकति स्टडी चाहिँ गर्नुपर्छ, किन त्यस्तो भयो होला भन्ने कुरा चाहिँ स्टडी गर्न चाहिँ आवश्यक छ होला जस्तो लाग्छ। अनि त्यसपछि बेलुका चाहिँ हामी चाहिँ यो इसेनमा तङसिङ हामी गर्नेछ चलन छ क्या, अथवा बिक्वा साङमा भन्ने पनि छ। यी भनेको चाहिँ हाम्रो चाहिँ जुन रिलेसन हुन्छ नि, जो अब हाम्रो आफन्त मरेको हुन्छ, आफन्तसँगको सातोले चाहिँ छुट्याउनुपर्छ, अंशलाई छुट्याउनुपर्छ भन्ने हुन्छ, त्यो खालको तङसिङ गर्छौँ। अथवा त्यसैलाई बिक्वा साङमा पनि भन्छ। बिक्वा भनेको आँसु भनेको हो, साङमा भनेको चाहिँ त्यसलाई चाहिँ झार्ने। र किनभने त्यो गरिसकेपछि चाहिँ अब चाहिँ मान्छेले सामान्यतया आफ्नो मृतक आफन्तलाई उसले चाहिँ बिर्सिन चाहिँ उसले प्रेरित गर्छ भन्ने हिसाबले त्यो गरिएको हुन्छ। अब अर्को बच्चाहरूको सवालमा चाहिँ ससिक यङदङको कुराहरू हुन्छ। यो चाहिँ हाम्रो बैरागी दाइले किताबै पनि लेख्नु भएको छ, त्यसको मुन्दुमको त्यो किताबै पनि छ। अर्को चाहिँ सोगा सुगुतको कुरा हुन्छ। अब यसमा सोगा भनेको लडी मर्ने, अकालमा मरेकोहरूलाई हामी सोगा भन्छौँ होइन। अब सुगुत चाहिँ अब यो सुत्केरीमा सक्सेस नभएर मर्नेले भन्छ। यसको बारेमा चाहिँ अलि आज पछिल्लो समय निकै डिबेट छ। त्यो चाहिँ इच्छाले मरेको त होइन, त्यसरी चाहिँ ब्याड स्पिरिटको रूपमा राख्नु हुँदैन भन्ने खालको लजिकहरू पनि छ। तर पहिला चाहिँ त्यसरी मानिआइएको छ क्या, त्यो टाइपको चाहिँ छ। र उहाँहरूको चाहिँ जस्तै सोगासुगु हुनेहरूको चाहिँ फेरि उहाँहरूको अघिको जस्तो त्यो फुल फेजमा चाहिँ त्यो रिचुअल पनि गरिँदैन। फेरि उहाँहरूले चाहिँ पुर्याउने पनि अर्कै ठाउँमा हुन्छ। त्यो उनीहरूलाई चाहिँ लगेर चाहिँ छेक्ने थुन्ने भन्ने हुन्छ। यसमा चाहिँ हाम्रो अहिले झुमा लिम्बू अथवा वनेम भन्छ भनेको, उहाँले चाहिँ त्यसको बारेमा धेरै त्यो क्यासेटहरू केहरू निकालेर, गीतहरू निकालेर होइन, त्यो धेरै पपुलर पनि छ बाहिर बजारमा। र अर्को चाहिँ अब हाम्रो परम्परागत संस्था र न्याय प्रणालीको कुरा अलिकति चर्चा गरौँ। हाम्रो चाहिँ परम्परागत संस्थालाई चाहिँ अब हामी चुम्लुङ भन्ने गर्छौँ। चुम भनेको चाहिँ चुम्मा भनेको चाहिँ भेला हुनु भन्ने अर्थ हुन्छ। लुङ भनेको त ढुङ्गा हो। त्यस्तो अब अलिकति पहिला अलिक पहाडी क्षेत्रमै बस्ने भएर बढी ढुङ्गेमा भेला हुन्थ्यो जस्तो लाग्छ हाम्रो पुर्खाहरू। त्यही कारणले त्यसको प्रतीकात्मक रूपमा चाहिँ चुम्लुङ भन्ने संस्था जो चाहिँ अहिले पनि हामी परम्परागत संस्थाको रूपमा मान्छौँ। अनि न्याय प्रणाली चाहिँ त्यो चुम्लुङ त्यसमा चाहिँ तुम्याङ न्याय प्रणालीको कुरा आएको छ। तर यसमा चाहिँ 2टा कुराहरू हाम्रो त्यो मुन्दुममै सँगसँगै आउँछ।
त्यो तुम्याङ भनेको भला आदमीहरूलाई भन्ने हो, अलिक बुजुर्गहरूलाई। त्यसमा चाहिँ मुन्दुममै दुईटै पक्षको आउँछ भनेको महिला र पुरुष दुईटैको आउँछ। यता पुरुषको कुरामा चाहिँ तुतुगेन तुम्याङ भनेर आउँछ, अनि महिलाको पक्षमा चाहिँ याक्लागेन सुहाङमा भनेर आउँछ। त्यो दुईटै सँगै हुन्छ उनीहरूको चाहिँ। तर यहाँ चाहिँ यो खालि मैले त्यो टपिकको हिसाबले तुम्याङ न्याय प्रणाली भनेर भने। र उनीहरूले चाहिँ त्यहाँ जति पनि समाजमा घटेका घटनाहरू चाहिँ उनीहरूले बसेर मिलाउने। अब अहिले मात्रै अब अलिकति अदालत जान थाल्यो हो, नत्र त पहिला पनि एउटा लोकउक्ति त पपुलर थियो नि लिम्बूको स्वभावमा त होइन। ख्यालमै 4 इन्च नै काट्ने हो, 4 इन्च काटे पनि अब अदालत जाने भन्दा पनि, पुलिसको त कमै थियो होला, पुलिसकोमा जाने भन्दा पनि यही के भन्छ भद्र भला आदमी होइन त्यो सज्जन महिलाहरूले नै मिलाउने हो, त्यो टाइपको हुन्छ। त्यसको निम्ति चाहिँ हाम्रो चाहिँ त्यो के भन्छ माङ्गेना फोङमा भन्ने चलन हुन्छ नि, भनेको शिर उठाउनु। उसलाई चाहिँ अब रक्सी राखेर भाले राखेर के राखेर हो अब ढोगेर उसको चाहिँ माङ्गेना उठाइदिने, त्यसपछि त्यसरी मिलाउन लाउने चलन हुन्थ्यो बढी, त्यो टाइपको हुन्थ्यो। र अर्को चाहिँ अब अलिकति एडमिनिस्ट्रेटिभ टाइपको चाहिँ यो सुबाङ्की प्रथा। पहिला त अब अघि मैले भने त्यो 10वटा त्यो अघि त्यो जुन लिम्बुवान भनेर जति हामीले गरिरहेको थियौँ त्यो सुरुमा याक्थुङ लाजे भनिन्छ, पछि लिम्बुवानको कुरा आयो। यो लिम्बुवानको कुरा कुन बेला आयो भने सावा यादाङको एउटा जेनेरेसन छ लिम्बू समुदायभित्र, त्यो भनेको सुरुको त्यो मुन्दुमसँग जोडिने जेनेरेसन त्यो समूह हो। त्यसपछि चाहिँ तपाईँको पछिल्लो समयमा 10 सरदारहरूको त्यहाँ प्रवेश हुन्छ क्या। 10 सरदारहरू चाहिँ 10 लिम्बूको कुराहरू आउँछ त्यहाँ, किनभने त्यो 8 राजाहरूलाई चाहिँ हराएर उनीहरू आइरहेको हुन्छ। त्यसपछि त्यो लिम्बुवानको कुरा आउँछ कि 10 लिम्बूको कुरा, र 10 लिम्बूहरूले चर्चेकोलाई चाहिँ 10 लिम्बुवान भनेर भनिन्छ। त्यहाँ चाहिँ सुरुमा उनीहरूले नै शासन गर्थे, तर जब 1831मा गोर्खासँग चाहिँ लिम्बुवानको सम्झौता भएर लिम्बुवान चाहिँ नेपालको एउटा अङ्ग भइसकेपछि त्यहाँदेखि चाहिँ फेरि अब सुबाङ्गी प्रथा सुरु भयो। सुबाङ्गी प्रथा सुरु भइसकेपछि चाहिँ त्यतिखेर सुरुतिर चाहिँ यो 16 आनीमा चाहिँ अब 10 आना चाहिँ केन्द्रको, 6 आना चाहिँ त्यो क्षेत्रकोले चाहिँ उनीहरूले चाहिँ पैसा टक काट्थे भन्ने खालको कुराहरू हामी सुन्छौँ। प्रशासनिक हिसाबले उसले ठिङ्ग्रो मुङ्ग्रो चलाउने सबै अहिले पनि सुब्बाहरूकोमा त कतिपय छ होला जस्तो लाग्छ मलाई, त्यो अहिले खोजियो भने। र कतिपय त अब त्यो डराए पनि होला पछिल्लो समयमा होइन, किनभने उनीहरूको चाहिँ त्यो एक ढङ्गले चाहिँ उनीहरूको जुन अथोरिटी चाहिँ राज्यले खोसेपछि यो राज्यको खोसेको चाहिँ अन्तिम चाहिँ अवशेष चाहिँ तपाईँको 2052सम्म पुग्यो। 2022 सालमा कि 22-23 कतिमा हो सरलाई थाहा होला होइन, त्यो भूमि सुधार लागू भयो नि त। भूमि सुधार लागू भइसकेपछि त्यही बेला चाहिँ त्यो सुबाङ्गी खारेज भएको थिएन। 24 सालमा संशोधन गरेपछि चाहिँ त्यो फेरि त्यहाँ सुरु भयो क्या, त्यता त्यो खारेज गर्यो। त्यो सुरुमा चाहिँ मधेसतिर बढी केन्द्रित होला जस्तो लाग्छ, अनि माथि पहाडतिर गइसकेपछि चाहिँ त्यहाँदेखि त्यो जिल्लागत रूपमा नापी हुँदै 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 गइसकेपछि चाहिँ त्यो सबै अनि त्यो मान्छेको त्यो रैतीहरू जो थिए त्यो त्यतिजेलसम्म चाहिँ के हुन्छ 1831 भन्दा पछि सप्तकोशी पूर्व पसेका होइन। हाम्रो चाहिँ अब अघि गुरुङको कुरा गर्दै हुन्थ्यो, गुरुङ पनि नेपाल एकीकरणको एक सेनाको अभिन्न अङ्ग हो होइन। गुरुङ त्यस्तै गरेर मगर अभिन्न अङ्ग हो, क्षेत्रीहरू त हुँदै हुन्, त्यसमा सबैलाई निर्देशित गर्ने बाहुन हुँदै हो। अनि त्यो सँगसँगै उहाँहरूसँग गएको चाहिँ अर्को देखि 436 जातिको कुरा हुन्थ्यो नि त होइन। त्यो विभिन्न अब लुगा सिलाउने, तपाईँको छालाको त्यतिखेर जुत्ता छुट्टै फ्याक्ट्री थियो, छालाको जुत्ता बनाउनेहरू होइन, त्यो सबै उहाँहरूसँग गयो क्या 1831 पछि। 1831 कति पछि गइसकेपछि चाहिँ त्यो समयमा चाहिँ अब उहाँहरूकोमा चाहिँ अब यो यस्तो कुराहरूमा चाहिँ अब उहाँहरूकोमा त्यो त्यति गर्दा गर्दै पनि केही कुराहरू केन्द्रले आफ्नो ठाउँमा हेर्थ्यो, तर धेरै जसो चाहिँ के गर्थ्यो त्यो सुब्बाहरूले हेर्थे होइन, त्यो टाइपको चाहिँ थियो। त्यही कारणले पनि तपाईँ अहिले पनि मलाई लाग्छ तपाईँ डकुमेन्ट्स खोज्नुभयो भने तपाईँहरूको चाहिँ त्यहाँको जति पनि रैथाने अहिले चाहिँ जो त्यहाँ जग्गा धनीहरू हुनुहुन्छ उहाँहरूकोमा हेऱ्यो भने मलाई लाग्छ उहाँहरूको जग्गाको त्यो लाल पूर्जा के अरे त्यतिखेर त तौसु के भनिन्छ त्यो जस त्यसमा चाहिँ उहाँको चाहिँ के चाहिँ हले थियो होला कि कोदाले थियो होला कि ढाक्रे थियो होला, त्यो बेला चल्ने त्यो शब्दहरू क्या। भनेको त्यो सुब्बाको ढाकर बोकिदिनु पर्ने, सुब्बाको हलो जोतिदिनु पर्ने होइन। अब कसैले चाहिँ अब त्यो कोदालो खनिदिनु पर्ने होइन, त्यो टाइपको थियो क्या। त्यही कारणले त्यो चाहिँ पछि पनि डकुमेन्टेसन भएर आएको छ, अहिले पनि हामीले खोज्यो भने त्यो चाहिँ पाउँछौँ। र त्यसले गर्दाखेरि तपाईँको त्यसको चाहिँ अन्तिम अवशेष चाहिँ कहिलेसम्म रह्यो भने 2052 सालमा पुगेर, हाम्रो चाहिँ 43 सालमा ताप्लेजुङमा 43 सालमा भयो, 43-44मा सकियो। र उता गएपछि चाहिँ अन्तिम चाहिँ त्यहाँ रह्यो के अरे 52 सालमा चाहिँ पूर्ण रूपमा त्यो सुबाङ्गी प्रथा सिक्यो। त्यसपछि चाहिँ हामीले थाहा पाउँदा पनि सुब्बाहरूले उहाँहरूको नगरा चाहिँ
उहाँले चाहिँ सुँगुरको चारो पकाउने चाहिँ के अरे फसी बनाउनु भयो किनभने अब त्यसको त कामै भएन नि त। पहिला पो अब सबै होइन के अरे छेत्री बाहुनहरूले चाहिँ के अरे दहीको ठेक लिएर आउँथे होइन, खसीको साँप लिएर आउँथे, बिचरा कति टाढो तल के अरे मधेसहरू तल औलदेखि ल्याएको चाहिँ के अरे केराको चाहिँ काहीँहरू लिएर आउँथे, चिउरा लिएर आउँथे, आउँदैन कोही तिरतिर त कहाँ जानु पर्यो, सुब्बाको त गइँदैन, उता उसमा गइन्छ अफिसमा गइन्छ। त्यसपछि चाहिँ सुब्बाहरू रिसाएर चाहिँ सबैले के गर्यो भन्दाखेरि उहाँहरूको त्यो निशान चाहिँ झम्पल बनायो होइन, अनि नगर आएर चाहिँ सबै के गर्यो भन्दाखेरि उहाँले चाहिँ त्यो चाहिँ सुँगुरको चारो पकाउने भाँडो बनायो। त्यसरी चाहिँ त्यो जस्तो अन्तिम अवशेष थियो त्यो बेलाको आक्रोशको बिम्ब चाहिँ भनौँ न, त्यो हिसाबले यो शासकीय उहरू चाहिँ त्यसरी त्योसम्म कायम रहेको थियो र यो शासकीय उसमा चाहिँ लिम्बूमा चाहिँ चलेको चाहिँ यो खालको चाहिँ प्रशासनिक हिसाबले चलेको त्यो भयो। र अब अर्को चाहिँ यो चोखुङ परम्परा भन्ने पनि छ लिम्बूमा चाहिँ, अरू जातिमा पनि हुन्छ होला जस्तो लाग्छ। अहिले नेवारमा हेऱ्यो भने त्यहाँ चाहिँ तपाईँको राजवंशी पनि भेटिन्छ, कोनी के जोशी पनि भेटिन्छ, एकदम धेरै थरीहरू भेटिन्छ नि त। उहाँहरू चाहिँ यहाँ आएर मेल्टिङ भएर बस्नुभयो क्या, त्यहाँ चाहिँ एडप्ट हुनुभयो नि त, यहाँको के भन्छ मल्लकालीन राज्य संयन्त्रमा चाहिँ एडप्ट भएर बस्नुभयो। अनि त्यो लिम्बूहरूकोमा चाहिँ त्यो बेला चाहिँ चोखुङ भन्ने थियो कि त्यसको लागि चाहिँ यहाँ चाहिँ उहाँहरू चाहिँ अब जस्तै अरू मान्छेहरू आयो, अब उहाँहरू चाहिँ अब दाजुभाइ हुन चाहनुभयो, अब कोसँग हुने त, त्यहाँ चाहिँ सामान्यतः के भन्छ गाउँअनुसार अल्पसङ्ख्यकको पर्नेहरू पनि अर्को बहुसङ्ख्यकहरूमा दाजुभाइ भएर त्यसरी मर्ज हुने चलन पनि थियो त्यो खालको। अर्को चाहिँ अघि मैले पनि तपाईँहरूसँग के अरे अनुरोध गरेँ, त्यो जस्तै चेलीको सन्तानहरू जो उता जहाँ के अरे ऊ बिहे गरेर गयो त्यहाँकोले एडप्ट गरिदिएन भने यता आफ्नै माइतीमा चाहिँ एडप्ट गर्ने होइन, त्यस्तोलाई चाहिँ आफ्नो दाजुभाइ बनाउने जुन विधि हो त्यसलाई चाहिँ हामी चोखुङ परम्परा भन्छौँ। र नेपाल के अरे लिम्बुवानको राष्ट्र निर्माणको एउटा चाहिँ यो महत्त्वपूर्ण यो एउटा चाबी हो क्या त्यो बेलामा। त्यसरी चाहिँ अब धेरै यो चाहिँ एउटाबाट अर्को थरीमा होइन, त्यहाँ चाहिँ अर्को थरी जस्तै तपाईँ अहिले त सावाभित्र अम्बिका सावा तपाईँले प्रायःले सुन्नुभयो होला होइन, अम्बिका सावाहरूकै वंशभित्र एउटा अर्को सावा छ क्या, एउटा सावा 12-13वटा थरीहरू हुन्छ। त्यसमा त्यो मुदेनछङ सावा भन्ने हुन्छ क्या। मुदेनछङ भनेको त्यो मुदेन सङ भनेको, मुदेन भनेको चाहिँ भोटे, सङ भनेको थर क्या, त्यो चाहिँ अब सावा हुनु क्या उहाँहरू। अब त्यो चाहिँ अब त्यो प्रक्रिया त्यो यो रिचुअलमा चाहिँ उहाँहरू चाहिँ अब सावाहरूको चाहिँ दाजुभाइको रूपमा चाहिँ अब आउनुभयो। दाजुभाइको रूपमा आएपछि चाहिँ अब त्यसको निम्ति चाहिँ अब उहाँहरूले दाजुभाइ उसको परम्परामा बस्नको निम्ति चाहिँ अब एकदम सबभन्दा लिम्बू समुदायमा चाहिँ सबभन्दा ठुलो इम्पोर्टेन्ट कुरा चाहिँ दुबो र ढुङ्गो सबभन्दा इम्पोर्टेन्ट। यो चाहिँ मुन्दुमको पनि सुरुदेखि आउँछ र यो भाकेर त्यो सँगसँगै अब त्यहाँ अब लिम्बूकोमा बढी हुने चाहिँ अब सुँगुरै भयो, सुँगुर काटेर अथवा चाहिँ अरू कुनै अब जस्तै अब कहिलेका कुखुरा काटेर पनि त्यसले चाहिँ अब त्यो रगत चाहिँ अब त्यो विधि पुर्याएर त्यसले चाहिँ अब के गर्नुपर्ने, उसले चाहिँ सेवन गर्नुपर्ने हो के गर्नुपर्ने त्यो बाजा बाँधेर त्यसपछि अब म दाजुभाइ होइन भनेर कसैले भन्यो भने अहिले चाहिँ पिर्छ भन्ने टाइपको त्यो टाइपको कसम खाने खुवाउने गरेर चाहिँ त्यसरी दाजुभाइ हुने चलन चाहिँ त्यो थियो। र अनि हाम्रो यो अब अघि मुन्दुमको कुरा गरेँ, मुन्दुम लिम्बूमा चाहिँ मुन्दुमको सबैभन्दा ठुलो कुरा चाहिँ यसको कनेक्सन चाहिँ केसँग छ भन्दाखेरि वंश हाड नातासँग छ क्या होइन। त्यही कारणले पछि चाहिँ अब यसको धेरै कुराहरू आउँछ त्यहाँ चाहिँ तपाईँको हाड नातामा हुँदाखेरि के हुन्छ भन्ने कुरा अहिले चाहिँ हामी अहिले पनि धेरै त्यस्तो साइन्सको हिसाबले मेन्डल हो कि जस्तो लाग्छ, साइन्समा चाहिँ त्यो आविष्कार गर्ने होइन, मेन्डल भन्ने साइन्टिस्ट हो कि जस्तो लाग्छ। नजिकको चाहिँ हामी चाहिँ विवाहबारी गऱ्यो भने चाहिँ सन्तानहरूमा चाहिँ त्यो विभिन्न विकृतिहरू आउने भन्ने खालको र यसमा चाहिँ यो त्यही कुराहरू नै छ। र त्यही कारणले हामीले कम्तीमा पनि हामीले 7 पुस्ता चाहिँ खेद्नुपर्छ साइनो भन्ने लिम्बूहरूको चाहिँ त्यो खालको बुझाइ छ। अब अहिले चाहिँ घरिघरि मिच्ने चलन पनि छ होइन, मिच्छ तर पनि अब त्यो समाजबाट अलि तिरस्कृत रूपमा रहिरहेको हुन्छ, तर त्यो चलन पनि छ। सामान्यतः 7 पुस्ता कम्तीमा चाहिँ खेद्नुपर्छ भन्ने खालको चाहिँ छ। अब हाम्रो सङ्ग्सहरू है, फोक सङ्ग्सहरूमा चाहिँ यो माङ्घ भने चाहिँ यो चाहिँ विशेष गरेर फेदाङमासँग जोडिने हो। फेदाङमाले चाहिँ अब करिब 40-50वटा जति देवताहरूको उसले चाहिँ त्यो रिचुअल गर्छ र पूजा गर्छ र त्यसमा सबैमा उसको चाहिँ उहाँले सबै थाहा हुन्छ जस्तो लाग्छ हाम्रो ग्रुपसँग। यो चाहिँ उठान गर्दाखेरि उहाँले त जिउ पनि बान्नुहुन्छ नि हजुरले त होइन, जिउ बान्दाखेरि आफ्नो गुरुहरू उठाउँदाखेरि
अनि त्यहाँदेखि त्यो जे रिचुअल गरिन्छ रिचुअल गर्दाखेरि त्यसलाई उठाएर ठिक ठाउँमा पुर्याएर अथवा त्यसलाई चाहिँ के हो त्यसलाई पवित्र बनाएर फेरि लिएर आउने अथवा के गर्ने त जे भयो भने त्यहाँ त भाका फेरिन्छ नि त। अनि यसमा चाहिँ तपाईँको देवता अनुसार पनि फरक हुन्छ। त्यति मात्रै होइन, त्यही एउटा भित्र गर्दा पनि कति धेरै 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 लयहरू चाहिँ आइरहेको हुन्छ क्या। त्यस्तोलाई चाहिँ हामीले माग भयो एउटा चाहिँ सङ्घकै रूपमा हामीले त्यसलाई चाहिँ हामी मोडर्न हिसाबले हेर्दा चाहिँ एउटा सङ्घको रूपमा, किन त्यसमा फेरि छन्द नै हुन्छ, त्यसमा चाहिँ मात्राहरू ठ्याक्कै एकदमै दायाँ बायाँ हुँदैन, कति अक्षर हो त ठ्याक्कै नै हुन्छ। त्यसले गर्दा हामीले त्यसलाई एउटा सङ्घको एउटा छन्दको रूपमा पनि गर्छ। अनि मुन्दुममा पनि त्यही नै हो। मुन्दुममा पनि ठ्याक्कै तपाईँ 3 राति तङ्सिङ गरे पनि 7 राति तङ्सिङ गरेको भने त्यो ठ्याक्कै एउटा त्यो मिटरभित्र हुन्छ। त्यो कारणले हामीले त्यसलाई पनि एउटा चाहिँ साम्लोकै रूपमा। अर्को तुवा भनेको चाहिँ यो चाहिँ बढी यो चाहिँ अलिक गुरु टाइपकाहरू ठ्याक्कै उहाँहरू जस्तो त्यो वंशबाट चाहिँ के भन्छ लिएर आएको होइन, तर सिकेर हाम्रो लिम्बूहरूकोमा चाहिँ के हुन्छ भने लिम्बू समुदायमा चाहिँ एउटा चाहिँ वंशानुगत रूपमा आएको हुन्छ, जो चाहिँ हामीले अघि येरा साम्बा फेदाङमाहरू भन्यौँ वंशगत रूपमा आउँछ। तर अर्को तुम्याङ भन्ने हुन्छ क्या, अथवा याग्लागान सुहाङमा कुरा गरेँ, उहाँहरू चाहिँ सिकेर पर्फेक्ट भएर गर्ने हो। त्यस्तोकोहरूमा लागि चाहिँ गर्नेहरू चाहिँ त्यो तुवा भनेर भन्छ। तुवा पनि त्यो खास एक ढङ्गले त्यो प्रे नै हो। त्यो खाउन भनेको चाहिँ फेरि त्यो चाहिँ सिनियरहरूले जुनियर्सहरूलाई दिने उपदेश हो, तर त्यो पनि लयमै हुन्छ। त्यो कुरा भयो। इम्लोवा साम्लो भनेर भने यो चाहिँ खास लोरी गाउने कुरा हुन्छ। यो चाहिँ अब लिम्बूमा पनि अब यो चोसापिमाङ भन्ने चाहिँ हुन्छ क्या। यो चाहिँ नेपाली जस्तो झन्डै मिल्ने जस्तो टाइपको, त्यो चाहिँ के अरे छैटौँ लेख्ने हुन्छ भन्छ नि त्यो टाइपको नि। त्यो चोसापिमाङसँग चाहिँ बढी जोडिन्छ त्यो इम्लोवा साम चाहिँ, त्यो नुवामा पनि भन्छ, अरू थुप्रै नामले पुकारिन्छ। त्यो पालाम चाहिँ अब धान नाचसँग सम्बन्धित भयो, त्यो तल पनि आउँछ। अरू ख्याली चाहिँ यो चाहिँ बढी हामी अब धान नाच्नुभन्दा पूर्व अवस्थाको त त्यो ख्याली हो। ख्यालीबाट चाहिँ हामी नाता पढिन्छ कि पढिँदैन, त्यो जुवारी जस्तो केटा र केटी पक्ष बिचमा एक आपसमा सोध्ने, आफूले आफ्नो परिचय दिने चलाउँछ। म चाहिँ मेरो आमा, म आफू यस्तो थरी हो, मेरो आमा यो थरी हो, आमाको आमा यो थरी होइन, आमाको चाहिँ के अरे बुवा यो थरी भन्दै अघि 7 पुस्ताको कुरा गऱ्यो नि। त्यसरी चाहिँ पुस्ता त्यो भन्दै लगेर अनि चाहिँ त्यहाँ चाहिँ जोडिएन, कहीँ जोडिएन भने चाहिँ ए ल अब चाहिँ हामी धान नाच्नु हुन्छ भन्ने। धान नाच्नुलाई चाहिँ साइनो लाग्नु हुँदैन, त्यो साइनो नलाग्नु। त्यहाँ चाहिँ ख्यालीले चाहिँ त्यो काम गर्छ। यता पश्चिमतिर फेरि ख्याली त्यता पनि चल्छ, त्यहाँ अलिक फरक ढङ्गले चल्छ जस्तो लाग्छ। हाम्रो लिम्बूमा चल्ने ख्याली चाहिँ त्यो टाइपको हुन्छ। अनि अर्को चाहिँ हाकपारे। यो हाकपारे चाहिँ विशेष गरेर तङ्सिङमा र त्यो उहरूले नै हाम्रो त्यो सामानहरूले नै गर्नुहुन्छ। यो हरेक त्यो तङ्सिङमा चाहिँ नाला भन्ने चलन हुन्छ। त्यो मुन्दुमको चाहिँ एक ठाउँबाट एक ठाउँ पुगुन्जेलसम्म गरिसकेपछि त्यो बिसाउनु सँगसँगै यो चाहिँ हाकपारे गाउने चलन हुन्छ। अथवा सुरु गर्दा पनि हाकपारे सुरु गर्दा सामान्य हुँदैन, बिसाउँदा चाहिँ हाकपारेबाट बिसाउने चलन हुन्छ र त्यो चाहिँ मुन्दुमसँग हुन्छ। बाहिरी चाहिँ तुम्याङ भनेर त्यो पन्जाब होला आदमीले गाउने पनि हुन्छ, त्यो टाइपको चाहिँ हुन्छ। अब केसाम भनेको चाहिँ अघि च्याब्रुङको कुरा माथि मुन्दुममा पनि आयो। त्यो च्याब्रुङ नाच्दाखेरि गाउने गीत हो त्यो केसाम चाहिँ। के भनेको च्याब्रुङ भने हो, साम भनेको चाहिँ साम्लो भन्नुमाथि गीत भन्यो नि त, त्यसको अघिल्लो रूप हो त्यो चाहिँ। त्यसको चाहिँ के भन्छ, त्यसको रूप हो। पाङसाम्लो लोकमा गाउने गीत हो, यसको पनि आफ्नो लय छ। लालिङ्गेक नामलिङ्गेक भन्ने यो चाहिँ हामीले त्यो हिजो शान्ति म्याडमले भन्दै हुनुहुन्थ्यो त्यो बलियाङको कुरा, त्योसँग आउने हो। यो चाहिँ लिम्बूहरूले साह्रै पछिल्लो समयमा साह्रै धेरै प्रयोग गर्छन्, यो त्यो टाइपको छ। पाङसाम्लो एउटा त्यो दोहोरिएछ। अर्को चाहिँ हामला भयो। यो चाहिँ हाम्रो चाहिँ मृत्युको बेला यो के अरे काठमाडौँ भ्यालीमा तपाईँहरू हामी धेरै देखेका छौँ। नेवार समुदायमा पनि साह्रै धेरै हुन्छ नि। बिहानै गुठीका मान्छेहरू आफ्नो सदस्य मऱ्यो भने महिलाहरू लागेर रोएर हिँडिराखेको देखिन्छ तपाईँहरू। यसमा पनि हाम्रो चाहिँ त्यो नातेदारहरू विशेष गरेर महिलाहरू नै रोनुहुन्छ र यो एकदम त्यो छन्दमै हुन्छ क्या। तर उहाँहरूले वर्णन गर्ने कुरा चाहिँ के हुन्छ भने आफू के भन्छ पूर्व अवस्थामा मृत्यु हुनुभन्दा पूर्व मृतकसँगको भएका कुराकानीहरू, त्यतिखेर चाहिँ अब के अरे कुरा, त्यसमा पनि अब ठट्टाका कुराहरू, कतिपय सिरियस कुराहरू, कतिपय अब घर परिवारभित्र अब योजनाका कुराहरू होइन, यसो गरौँ भन्नेहरू हुन्छ नि त। हो त्यस्तो कुराहरू चाहिँ पुकारले गाउने चाहिँ त्यो रोदनमा गाइन्छ। त्यो चाहिँ हाम्रो मनु नेम्बाङ बहिनीले गाउनु भएको छ। त्यो एकदम त्यो अहिले युट्युबमा पनि धेरै छ, बाहिर आइरहेको हुन्छ। त्यो टाइपको त्यो गायन हो, त्यो खालको छ। र अर्को चाहिँ अब डान्समा अब हामीले शास्त्रीय मुन्दुमसँग सम्बन्धित डान्समा चाहिँ यो येमा अनि त्यस्तै गरेर चाहिँ अब साम्बालाङको कुरा छ। साम्बाहरू खासमा मुन्दुम भन्नेमा वाचकहरू मात्रै हो।
तर तपाईँको येमा र येमा चाहिँ उनीहरू चाहिँ कस्तो खालको हो भने तपाईँको नाचेरै पनि त्यो स्पिरिटलाई, त्यो ब्याड स्पिरिटलाई चाहिँ कन्ट्रोल गर्नेहरू पनि हो कि उनीहरू चाहिँ। एउटा चाहिँ तान्त्रिक छँदैछन्, तान्त्रिक प्लस डान्सले पनि उनीहरूले चाहिँ त्यसलाई चाहिँ कन्ट्रोल गर्ने, त्यसलाई थिच्ने भन्ने खालको हुन्छ। जस्तै त्यो टाइपको चाहिँ हुन्छ। अर्को के लाङ त अघि हामीले कुरा गरि होइन, त्यो चाहिँ स्टोरी सालले भयो। हाङसाम लाङ भने चाहिँ यो चाहिँ हाम्रो चाहिँ थेरा साम्माङ भन्ने हुन्छ। त्यो थेरा साम्माङ गर्दाखेरि नाच्ने त्यो बाजे देउता भनेर ट्रान्सलेट गर्दाखेरि चाहिँ। अनि अब यालाङ भने चाहिँ त्यो चाहिँ धान नाचसँगै सम्बन्धित हो। त्यो चाहिँ हामीले धानसँग यो कृषि युगसँग जोडिने कुरा हो, त्यसको धेरै मिथकहरू छ। अब माङलाङ यो चाहिँ पछिल्लो समयमा विशेष गरेर यो अघि मैले भने फाल्गुनन्द गुरुको उहाँको जुन स्कुल सुरु भयो, त्यो स्कुल पछि चाहिँ यो माङलाङ भन्ने आयो क्या। अहिले उहाँहरूले त्यो हिमहरूमा सबभन्दा धेरै गर्ने चाहिँ त्यो माङलाङ हो। अनि अलिक तामअक्या भन्छौँ हामी, यो तामके पनि भनिन्छ लोक भाकामा। यो धेरै ठाउँमा चल्छ, तर यो ताम भनेको चाहिँ मकै बारी भने हो, अक्या भनेको चाहिँ त्यो खन्ने भने हो क्या हो। त्यसको त्यो चाहिँ विशेष गरेर अहिले नेपालमा लिम्बुवानमा पनि अहिले छैन, सिक्किममा चाहिँ अहिले एक्जिस्टेन्समा छ अहिले पनि। त्यो चाहिँ विशेष गरेर सिक्किमको चाहिँ लिम्बू बस्तीमा चाहिँ त्यो पाइन्छ। यता नेपालमा चाहिँ निकै यो एक ढङ्गले हराएन त्यो टाइपको छ। जस्तो मैले देख्न पाइनँ, हाम्रो याङ लाउती दाई हुनुहुन्छ, उहाँको मैले चाहिँ देखेको भनेर भन्नुहुन्थ्यो उहाँले चाहिँ। यो 1831बाट सुरु गरेर अन्तिम लालमोहर चाहिँ 2017 साल चैत्र 27 गते आइत हुनु पऱ्यो, आइद भएछ, आइतबार चाहिँ भएको थियो। त्यहाँदेखि चाहिँ फेरि कहिले पनि त्यो लालमोहरहरू जारी भएन। यो लालमोहर जति श्रृङ्खलामा त लालमोहर छ, त्यही लालमोहरहरूले लिम्बूलाई चाहिँ कन्ट्रोल गर्दै 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 अहिलेको अवस्थामा अब लुगा लाए जस्तो लाउने पुग्यो, तागा कहाँ पुग्यो, मेखली कहाँ पुग्यो, त्यो सबै सिद्धियो। हाम्रो चाहिँ संस्कार संस्कृति कहाँ पुग्यो, त्यो सबै सिद्धियो। यस्तै कुराहरू छन्। अब अरू यहाँ चाहिँ कहाँबाट असर पर्यो भन्ने पनि छ। अब फाल्गुनन्द अहिले लिम्बू समुदायकै के अरे राष्ट्रिय विभूति हुनुहुन्छ। उहाँले सुरु गर्नुभएको धर्मलाई सुरुमा सत्याङमा धर्म भनिन्थ्यो, पछि हाङसाम थेरा धर्म भन्यो। पछिल्लो समयमा किराँत 36 सालपछि चाहिँ किराँत धर्म तथा साहित्य उत्थानसँग स्थापना भयो चाहिँ के अरे किराँत धर्म भनेर भन्यो। अहिले किराँत धर्म पनि अब यता लोक रूपमा मान्ने एउटा खेमा, अनि उहाँहरूले फरक रूपमा मान्ने अर्को खेमा हुन्छ। त्यो टाइपको छ। र यो चाहिँ फेरि उहाँ चाहिँ के अरे उहाँको रुट चाहिँ के अरे उसँग जोडिने हो। यो चाहिँ के अरे चस्मुनी सन्त परम्परासँग, सरलाई थाहा छ तपाईँको रणबहादुर शाहहरूको टाइममा जसमुनी सन्त परम्पराको साह्रै ठुलो प्रभाव हो। त्यतिखेर चाहिँ तपाईँको कति छ भने त्यो सेनाको प्रमुखहरूसम्म पनि त्यो परम्परामा लागेको थियो क्या। पछि चाहिँ फेरि आफ्नै रणबहादुरको चाहिँ एउटा के अरे रानी चाहिँ उनीहरूले चाहिँ उपचार गरेर चाहिँ बचाउन नसकेपछि काम ताण्डव गरे हुन्छ नि त। त्यो खालको परम्परामा उहाँहरू त्यो समयसँग अलि नजिक भएको हुनाले उहाँहरूको त्यताबाट आउनु, दीक्षित भएर आउनुभयो। त्यसले गर्दाखेरि हामीले चाहिँ के भन्दाखेरि मुन्धुम चाहिँ लिम्बूमा छ, उता बिरी चाहिँ फेरि यता हिन्दूमा छ क्या। त्यसले पनि एउटा चाहिँ के गर्छ, लिम्बूभित्र पनि त्यसले एक खालको चाहिँ पहिला चलिराखेकोमा चाहिँ एक खालको त्यो डेभिएसनको कुरा चाहिँ त्यसले चाहिँ सिर्जना गर्यो भन्ने छ। अर्को चाहिँ अब लाहोर होइन, पश्चिममा मगर र गुरुङहरू सुरुमा के अरे सुगौली सन्ती सेरोफेरोबाटै जानुभयो, अथवा त्योभन्दा पूर्व अवस्थामा उहाँहरू उसमा जानुभयो लाहोरमा। पछि के अरे त्यो गोर्खा भन्ने जुन बुक लेख्यो, त्यसपछि पूर्वतिर राई र लिम्बूहरू जान थाल्यो। त्यसपछि लाहोर गएका केही लाहुरेहरू चाहिँ फेरि क्रिस्चियनहरू पनि भएर आयो क्या। एक खालका चाहिँ फेरि लाहुरेहरू धेरै लाहुरेहरू चाहिँ के रूपमा आयो भन्दाखेरि त्यहाँ त पण्डितहरूले पठाइदियो नि त। पण्डितहरूले त्यही ब्यारेकमै सिकाएर हिन्दू धर्म सोझै चुलोमा, लिम्बूको चुलोमा ल्याउने पनि उहाँहरूले हो। यता राज्य सत्ताले सुब्बाहरू मार्फत एउटा गर्यो, अर्को चाहिँ त्यहाँको लाहुरेहरूले लिएर आयो क्या चुलोभित्र। त्यो टाइपले आयो र त्यहाँ चाहिँ सँगसँगै क्रिस्चियनिटी पनि त्यहाँ सँगसँगै नै आयो त्यो टाइममा चाहिँ। त्यो अलिक पुरानो मैले पहिला एउटा स्टडी गरेको छु। केही चाहिँ लाहुरेहरू त्यतिखेर क्रिस्चियन भएर आउनुहुन्छ धेरै अगाडि, त्यो टाइपको छ। र यसको प्रभावमा अनि बुद्धको केही गर्दाखेरि यस्तो यस्तो कुराहरू हुँदै आएको छ। अब अहिले रिभाइटलाइजेसनको टाइम छ, तर अब पहिलाको स्थिति छैन। अब अहिले चाहिँ संस्कृति मन्त्रालयले नै होला जस्तो लाग्छ। यहाँ उहाँहरूले चाहिँ हिजो अस्ति कल गर्नुभयो हुनाले लिम्बूहरूको तर्फबाट चाहिँ सुम्लुको पहलमा यो 13 वटा, अनि अरू सङ्घ संस्थाहरूलाई उहाँहरूलाई अनुरोध गरेर गर्दाखेरि 35 वटा चाहिँ अहिले एप्लिकेसन चाहिँ दिएको छ। यो चाहिँ स्वीकृत हुन्छ कि चाहिँ हुँदैन थाहा छैन। स्वीकृत हुँदा पनि अब पहिलाको अवस्थामा त आउने स्थिति पनि छैन होइन। तर यो प्रयास चाहिँ भइरहेछ रिभर्टलाइजेसनको कुरा। यति भनेर ल अलिकति बढी समय लिएकोमा चाहिँ क्षमा चाहन्छु।